अब हामी एकसाथ निस्केको संगठन आया है, नई चेतना नई उमंग आशा का दीप जलाया है। असम राइफल्स पूर्व सैनिक कल्याण संगठन आया है, नई चेतना नई उमंग आशा का दीप जलाया है। जय 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 असम राइफल, जय 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 आने वाला, जय 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 असम राइफल, जय 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 आने वाला। में जन्मी कचर लेवी का नाम पड़ा, इन श्रीलंका कश्मीर में भी बल का सैनिक खूब लड़ा। पहले महायुद्ध में बल को भेजा गया विदेशों में, अपने शौर्य पराक्रम का था डंका बजाया देशों में। भगवत सेना के साथ लड़े वो करे देश की सेवा। जय 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 असम राइफल, जय 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 आने वाला। उहाँले आफ्नो मिठो स्वागत मन्तव्य दिएर उहाँलाई स्वागत गरिसक्नु भएको छ। अब एकचोटि म आसन ग्रहण तथा सम्मानको कुरालाई जोड्न गइरहेको छु। कृपया प्रत्येक ठाउँबाट पूर्व मेचीदेखि पश्चिम महाकाली 14 अञ्चल 7 प्रदेश 77 जिल्लाका जो जहाँबाट अध्यक्ष हुनुहुन्छ आफ्नो ठाउँमा उठिदिनु होला। अगाडि आसन ग्रहणको स्थिति छैन, जहाँ हुनुहुन्छ उठिदिनु होला र सम्मान स्वीकार गरिदिनु होला। पछि मैले सम्मान पाउनु पर्थ्यो पाइन भनेर चाहिँ मन खिन्न नगरिदिनु होला। हाम्रो असली मुद्दा भनेको आरेवाको समस्या हो, ड्युअल कन्ट्रोल हो। हामी आपसमा लड्ने, सानोतिनो कुरालाई नाक खुम्चाउने यतापट्टि लागेकै हुनाले हामी 191 वर्षमा गइसक्यौँ। आसाम राइफल जहाँको त्यहीँ छ। हाम्रो समस्या भनेको यही हो। कृपया हाम्रो मेन मुद्दातिर लागौँ, सबै एकजुट हौँ। इन्डियामा अरबौं जनसङ्ख्या भएको ठाउँमा त्यहाँ सब एकजुट हुनुभएको छ, लागि पर्नु भएको छ, लड्नु भएको छ। हामीले त यहाँबाट केवल साथ मात्रै दिने हो, ताली मात्रै बजाउने हो, अरू केही पनि अहिलेसम्म केही पनि गरेकै छैनौँ। त्यसो त हामी आपसमा नलडौँ, संस्थाको सदस्यता ल्याउँ र कमसेकम हामीले अहिले हाम्रो 1 लाख भन्दा माथि 1.5 लाख पारेर हामी पेन्सनर छौँ। सदस्यता लिनलाई 26-30 हजार पनि पुगेका छैनौँ। शरमको कुरा छ। त्यसैले हाम्रो केस पछाडि सधैँ फोन गरेर नायक सरलाई के भयो हाम्रो यो आरेवाको मुद्दा भन्नुहुन्छ उत्तिकै हातमा रिजल्ट दिने गरी सदस्यता लिनु भन्यो भने हामी एक ठाउँमा एउटा नमुना पायौँ, जसको घरमा हामी 30औं जना गयौँ। 30औं जना महिला समितिको कार्य समितिको अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, 7-8 जना हामी कार्य समितिको कमसेकम 15 जना। 30औं जना जाँदाखेरि पनि उहाँबाट पात हिलेन, सदस्य बन्न चाहनुहुन्न। हामीमा यो सत्तामा छ। त्यसैले हामी आपसमा लड्ने होइन, एकजुट हुने हो। यो बार दोहोऱ्याउने कुरा होइन। कृपया हामी हाम्रो मुद्दातिर लागौँ, आपसमा लड्ने। पोखरा अलग, काठमाडौँ अलग, कतै फेरि यो कार्यक्रम क्यान्सिल भयो भनेर चाहिँ दुष्प्रयास गर्ने, त्यतिकै हावामा लो क्यान्सिल भएर भन्ने। क्यान्सिल भयो भने त आधिकारिक खबर आउँछ तपाईँहरूलाई, किन क्यान्सिल भयो भन्नुहुन्छ। आउनु मन छैन भने छैन भनिदिँदा हुन्छ। तर क्यान्सिल भयो भनेर आरामले होइन, क्यान्सिल भयो अरे अब त्यो जो सूचना पाएको छैन, केही पनि छैन, कसले भन्नुभन्दा थाहा छैन।